सुनिमाको बिदा छ नि त तिहार पछि पनि छठ समय छ बिदा त्यही भएर अहिले कहाँ जाउँ के गर्नु भइरहेको छ त्यही भएर हामी चाहिँ अनुकोमा गएको थियौँ अनुकोमा गएको त अनि अब 1-2 दिन बस्ने भनेर त्यहाँ बस्यौँ अनि यसो हेरेको त पहिलपुर पाकेको रहेछ धान ल नि त एकछिन भए पनि सघाउनु पर्यो भनेर खेतमा गएको थियौँ हाम्रो त पछि लागेर केटाकेटी पो खेताला काम गर्ने राम्रै कामदार भएर है अनि घाम यति डन्डलापुर लागेको थियो त्यही भएर म चाहिँ एकछिन बसेँ अनि एकछिन बसेर चाहिँ नानीहरूलाई लिएर घरतिर गएँ अनि आमा यता सुनिमाको बाबा उनीहरूको भाइ अर्को दिदी हुनुहुन्थ्यो उहाँहरूले चाहिँ सकेर टन्नै फलेको रहेछ क्या फेरि पनि के भन्छ धान पनि टन्नै फलेको रहेछ अनि मजाले झाँटेर लिएर आउनुभयो घरमा अनि 6-7 बोरा निस्केको रहेछ अनि कस्तो मजाले फल्ने क्या यतातिर त धान पनि हेर्दा पनि कस्तो रहर लाग्दो तर घाम टन्टलापुर थियो त्यही भएर म चाहिँ बस्न पाइनँ यति चक्रो घाम थियो कि बच्चाहरूलाई चाहिँ गाह्रो भएर म चाहिँ घर फर्किहालेँ नानीहरूलाई लिएर आमा र सुनिमाको बाबाहरू चाहिँ धान काटेर धान झाँटेर अनि भरै आउनु भएको थियो।